Hi guys, it's me Biren Shrestha. Welcome back my YouTube channel after a long time. I'm right now here at Westminster. र म चाहिँ क्यानी रकको पार्कमा जाँदैछु र त्यो पार्क प्लस फार्म रहेको छ र म 1 वर्ष क्यानी रकमा काम गरेँ तर त्यो पार्क अनि त्यो फार्म थाहा थिएन र मैले टिकटक र युट्युबहरुमा भिडियो देख्दाखेरि यस्तो बवाल रहेछ फार्महरु। सो म त्यहाँ जाँदैछु, मेरो काम सकियो, बिहान 5 बजेदेखि 1 बजेसम्म काम थियो, बिहानै उठ्नुपर्छ गाह्रो छ। प्लस क्यानी रकमा चाहिँ शोभा आउँदैछ। सो म चाहिँ वेस्टमिन्स्टरमा छु, अहिले यहाँबाट चाहिँ ट्रेन लिएर क्यानी रक जान्छु। क्यानी रक गएर 2-3 घण्टा त्यहाँ कस्तो रहेछ पार्क हेर्छु र कन्टिन्यू त्यो पार्क कस्तो रहेछ हेर्नको लागि मेरो भिडियोमा रहिरहनु होला र लाइक कमेन्ट सब्स्क्राइब पनि गर्न नबिर्सनु होला। धेरै समयपछि आएको छु, तपाईले सब्स्क्राइब गर्न छुटाउनु भयो भने मैले अर्को भ्लग बनाउन छुटाउनेछु। र वेस्टमिन्स्टरको यो थाहै छ तपाईलाई हैन, यहाँ योगी हुने सबैलाई लगभगलाई थाहै छ। यस्तो बवाल बिजी हुने ठाउँ छ यो र यस्तो रमाइलो छ र समर पनि स्टार्ट भइसकेको छ र समर स्टार्ट भइसकेपछि घुम्नुको मजा बेग्लै छ र चिसो मौसममा त त्यति खासै हुँदैन थियो र अहिले चाहिँ घुम्नको लागि चाहिँ ठिकै छ र डेली प्रोटेस्ट चाहिँ भइरहेको हुन्छ कि यहाँ चाहिँ हैन। सो यस्तो बिजी एरिया छ यो ठाउँमा चाहिँ हैन। र सुरुमा आउँदाखेरि चाहिँ क्या बवाल लाग्थ्यो है, अहिले त बिहानै यहीँ आए साँझ फर्किँदा यहीँ गए हैन। सो त्यो भएको कारणले गर्दाखेरि त्यति खास चाहिँ लाग्दैन तर रमाइलो छ जे होस् है। अब यो बसमा चढ्ने 2 तले बसहरू चढ्न यताउति गर्नको लागि बवाल देखिन्छ हैन। युके बसे भएकोलाई त देखिराख्नु भएको छ हैन, र युके बाहिरबाट हेरिराख्नु भएको छ, नेपालबाट हेरिराख्नु भएको छ, मेरो आफन्त इष्टमित्रले हेरिराख्नु भएको छ नि, यो जस्ट जानकारीको लागि मात्रै। धर्मको प्रचार अनि जहाँ पनि हुँदो रहेछ कि भने नेपालमा मात्रै हो कि भनेको हाम्रो अब थाहा छ यो कुरै नगरौँ। जस्ट 9 सेकेन्ड रहेछ जानको लागि, यस्तो भिड हुन्छ नि। ओ माइ गड है, 2 सेकेन्ड 1 सेकेन्ड फिनिस टाइम। यो चाहिँ बिग ब्यान रहेको छ, यति धेरै आउँछ नि यहाँ मान्छेहरू घुम्नको लागि भनेर हैन। अब म चाहिँ वेस्टमिन्स्टरको ट्रेन लिएर जान्छु हैन। र लन्डन जस्तो ठाउँमा पनि हैन यसरी रिक्साहरू चाहिँ एज अ टुरिस्टहरूको लागि प्रमोट गरिरहेको छ कि हैन। अब यहाँ यसले सौन्दर्य देखाउन भन्दा पनि एउटा टुरिस्टलाई हैन एट्र्याक्टिभ गर्नको लागि चाहिँ एकदम बवालै हुन्छ जस्तो लाग्छ कि, किनकि यहाँ खतरा खतरा गाडीहरू छ उ छ, त्यही पनि रिक्सामा सिगारेर उ गरेर गराउँदाखेरि जस्ट बवाल देखिन्छ हैन। त्यो भएको कारणले मात्रै हो। हाई गाइस, अहिले चाहिँ म ठ्याक्क क्यानी रक आइसकेको छु। अब यहाँबाट चाहिँ 15 मिनट चाहिँ हिँडेर गइसकेपछि ठ्याक्क त्यो पार्कमा र अनि फार्ममा पुगिन्छ। र शोभा आउँदैछ भर्खरै, म यहीँ आइसक्यो भने चाहिँ उहाँ आएको छ, मलाई देखिरहेको। म उसलाई चाहिँ सरप्राइज दिन जान्छु। यस्तो घाम छ नि, सो अगाडि हेर्नै मिलिरहेन कि, अनि ऊ चाहिँ उहाँ पारी गइरहेको कि, उहाँ चाहिँ जुब्लीमा उता अगाडि गयो। भनेको कहाँ लुक्यो फेरि, बनाइन् गएको छ मलाई देख्यो। सो यस्तो घाम छ, सो यो घाममा हिँड्दै जाने हो र यता गएपछि ठ्याक्क पुगिन्छ र उनको मोबाइलबाट म्याप हेरिन्छ। अनि सो हिरोनी भनेर आइछ नि त हो। कहाँ जाने, हिरोनी भने आइरहेछ त हिरोनी भने आइरहेछ न। तिम्रो मोबाइलमा सर्च गर म्याप। किन मैले त भ्लग बनाउनु पर्यो नि त, अनि त्यसपछि उ गरौँ न। उताबाट आएर जाऊँ अलिक शीतल हुन्छ होइन। नै अहिले फेरि घाम छ नि त, सो उता जाऊँ, किनकि उता 4 बजी बन्द हुन्छ नि त। सो त्यही भएर यहाँबाट हामी सिधै गए पनि भयो, सिधै गएर उता गयो नि, उता गएर खोजे नि हुन्छ। अरे बाबु, यो बिल्डिङको अन्डरग्राउन्ड गरेर सिधै जाने, सो के फरक पर्दैन। अनि यता बस आइरह, यस्तो दामी ठाउँ छ नि है। ट्याक्क चाहिँ जिम्मल सेट गरेर आज चाहिँ किनेको सदुपयोग गरौँ आफ्टर लङ टाइम पछि भन्ने चाहिँ भएको छ। सो त्यही भएर यसरी यहाँ फिट गर्यो। अनि हाम्रो मोबाइलको चाहिँ अर्को छँदैछ यहाँ, यो छ। अहिले म यहाँ टाँच्नु पऱ्यो, त्यसपछि वेट ल्याउनु हाल्नु पऱ्यो होइन।
अन गरेर यहाँ हामी जानको लागि शोभाले म्याप हेरिरहेकी थिइन् मेसो पाइ छैन अझै होइन सो अब हामी यता जाँदैछौँ म्याप यो कि अघि 1 वर्ष भयो अझै म्याप हेर्न मेसो पाएकी छैन यताको भ्यू देखेर फेरि मोहनी नै लगाउँछ के है यस्तो दामी भ्यू छ होइन सो हेरेको हेरे होइन क्यानी रफमा यतिको भ्यू हेर्न आउनु भएको थिएन होइन क्यानी रफ यो पछाडिपट्टिको भागमा छ होइन सो यस्तो बवाल ठाउँ छ सो हेर्नको लागि आउन सकिन्छ र यो बोट खेल्न पनि सकिन्छ होइन यहाँ हाम्रो भाइले मजाले खेलिरहेका छन् सो यस्तो मजाले बोटहरू है सो वहाँ पारी पारी पनि है You want to walk around here, come. Okay. Walk around here and then come on the street. When you come on the street, turn right. Yeah, when you turn on the right, you walk about maybe half a minute or 1 minute. Okay. The left hand side is a farm. But you have to go straight to where you see Machu Station. On the other side of it, that's where the entrance is. Or, I think, out there, right, and as you walk, on the other side of the road, there should be some entrance there where you can walk and you see all the animals and everything there. Yes. Yeah, it's about 5 minutes. Okay. Thank you so much. Okay? Thank you. Okay, Thank you. good luck. उहाँले चाहिँ डिरेक्सन भन्दिनँ म्यापमा त हेरेको थियौँ तर आफै सोध्न आएपछि अब हुन्छ त नि भनिदिनु पर्यो होइन तर हेल्पफुल चाहिँ भयो सोभा चाहिँ कन्फ्युज हुन्छ जहिले पनि है तिमी किन तिमीले भिडियो बनाउनु हुँदैन मैले पर्मिसन लिनुपर्छ तिमी भिडियो बनाउनुमा पर्मिसन लिनुपर्छ दामी आइरहेको किन के हो यस्तो छ त हो उता यताबाट उता के यस्तो डर लाग्ने र म हुँदा यहाँ त एउटा मान्छे उसले के गर्छ न सो हामीले भने हामी चाहिँ फाइनली पार्कमा आइसकेका छौँ र पार्कमा यति धेरै मान्छेहरू छ होइन यहाँ चाहिँ हाम्रो घोडाहरू अनि बुङ्गुर सुँगुरहरू के हुन्छ नि त्यो चाहिँ सबै रहेको छ दिस इज अ टोटली फ्री तपाईँ फ्री टाइममा चाहिँ आउन सक्नुहुनेछ र आज चाहिँ मेरो बुढीलाई घुमाउन एकदम यो धेरै 4-5 महिनादेखि घरमै बसिरहेको सो समर टाइममा अब जाडोमा चाहिँ घरमै अब समर लाउने बित्तिकै घुम्नु पनि पर्यो होइन सो त्यहीँबाट चाहिँ हामी आएको छौँ 2 जना भएर तपाईँ ग्रुप बनाएर आउन सक्नुहुनेछ र सेम नेपालमा घुमे जस्तो फिल हुन्छ होइन यो चाहिँ मजाले बसेर ओ रुक न
सो त्यही भएर यो चाहिँ घोडा रहेको छ, दुईटा घोडा चाहिँ मजाले चरिरहेछ यहाँ हैन। अरु पनि छ होला। यहाँ 4 बजे चाहिँ बन्द हुन्छ। सो हामी ठुलो बिग सिटीको साइडमा चाहिँ यस्तो मजाको पार्क चाहिँ लगभग यो हिडेनै जस्तो छ के, यो धेरैलाई थाहै छैन जस्तो छ, हिडेन जस्तो छ हैन। के हिडन त भने म हिरोइन भनिछु थोरै, हिडन त भनिछु। बवाल छ, घुम्नलाई ग्रुपमा मिलेर आउन सक्नुहुनेछ र क्यानाडाको यो व्यस्त सहरको ठाउँमा। शान्त कसला हावा हो तिमीलाई? के मजा सुते यार, त पल्टे खा एउटा त मस्त खाएर यार, मस्त भेडा सुताइ भन्छ नि। पार्कमा घुमेर मजा आइरहेको छ यार। इम्पोर्टेन्ट नोटिस पनि पढ्नुपर्छ। खाना र उ गर्न चाहिँ पाउँदो रहेछ यहाँ चाहिँ, कफी खाना गर्न चाहिँ के गर्न पाउँदो रहेछ। यस्तो मजा आइरहेछ नि। ओ माइ गॉड, 1.5 वर्ष भयो युके आएको हैन। युके आएर चाहिँ मजाले यसरी घुम्न पाउनु। यस्तो ठुल्ठुलो बिल्डिङ उ मात्रै छ कि कहिले हैन, कोही नेपाल जस्तो फिलै नआएर अनि यस्तो वाक्क लागिरहेको थियो नि। तर चाहिँ पार्कमा आइसकेपछि मजा आइरहेछ। 2 जना मात्रै आयो, अलि ग्रुपमा आएको भए अझै मजा आउँथ्यो। यो चाहिँ के हो? सुँगुर हो यही हो, तर यसको मासु क्या मिठो हुन्छ यार। कता छ? मैले रियलमा बल्ल फर्स्ट टाइम देखेँ यार यो। असम मैले देखेँ, रियलमा चाहिँ देखेको थिएन यो। यहाँ चाहिँ यो चाहिँ सुत्केरी बङ्गुर रहेछ, मस्त है। यहाँ मस्त बसे सुते है। यो चाहिँ सेम पत्रो हुने है, बाफ रे बाफ, यत्रो ज्यानको। दुईटा चाहिँ पाठापाठी, 3टा पाठापाठी पाएर बसिरहेको छ। मस्त घाम तापेछ क्यानाडाको ठाउँमा। क्यानाडाको यस्तो व्यस्त सहर र यस्तो चाहिँ मोडुलेट सहरको पछाडि चाहिँ यस्तो दामी पार्क जहाँ मान्छे चाहिँ घुम्नको लागि, हेर्नको लागि चाहिँ मजाले फ्रीमा चाहिँ आउन पाउँछ हैन। सो धेरैलाई थाहा छ कि छैन गाइस? यदि थाहा छैन भने मेरो भिडियो हेरेर तपाईँ आउन सक्नुहुनेछ। मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु। यस्तै भिडियो हेरिराख्नको लागि मेरो युट्युब च्यानलमा जोडिनु होला। सो यो फेरि कुन प्रजातिको हो यार? I need to share with the others. Please share with the others. यो के मुचुते पार्क हो कि के हो? नाम पढ्न मुचुतो पार्क पढ्न नाम पढ्न नि कस्तो अप्ठ्यारो त नि। यो त रेस्टुरेन्ट हो। आमो रेस्टुरेन्ट हो। हैन रेस्टुरेन्ट हो। यो त रेस्टुरेन्ट हो भित्र पनि हैन। यहाँ हो रहेछ। के हो? ओन्ली मात्र हैन रेस्टुरेन्ट हो र हैन नि, भित्र छ नि त यहाँ पनि होला। बाख्रा र उ मात्र खाली। केसीको काटेर खान पनि पाइन्छ क्या मासु? भरे मार्ला त्यस्तो लाग्छ मलाई त। गराउँछन् पनि होला। के हो यार? बाख्रा त बाख्रा नै हो, तर खै के हो? के खालको बाख्रा हो यो? काठको काठमा राखेर हैन गाउँघरमा। तर यो यसलाई बाख्रा चाहिँ भन्दैन कि भन्छ यार? आई डोन्ट नो। के हो यो? बाख्रा जस्तै छ झन्डै।
कमेन्टमा फेरि बोकाले बोका अरे है कस्तो दामी क्या घाम पनि कस्तो है पाहाडमा बसेर आनन्दले घाम तापेर उ गरे जस्तो फिल हुने हामीले गाउँमा यस्तो चिज कति देखियो कति हो यो पालले घाँसदार गऱ्यो तर विदेशीहरूलाई चाहिँ होइन यो चाहिँ कस्तो नौलो रहेछ कि यिनीहरूलाई चाहिँ होइन तर मासु सासु आउँछ काटेर खान्छन् होइन तर यो देख्दा चाहिँ यिनीहरूलाई धेरै नौलो लाग्छ तर आफूले त देखिरहेको त्यही पनि अब यता आएर 1 वर्ष 1.5 वर्ष नदेखेको भने आफूलाई पनि नौलो लाग्ने सो त्यही भएर हेर्न आयो र मेरो भिडियोलाई लाइक एन्ड कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु र तपाईँलाई यो ठाउँ के छ भने म डिस्क्रिप्सनमा राखेको छु हेर्नु होला र हामी चाहिँ 2 जना आएको चाहिँ ग्रुपमा आउन चाहिँ मजा आउँछ र मेरो साथीभाइहरू पनि फेरि यहाँ आउन चाहन्छ भने म पनि 5-6 जना ग्रुप भयो भने चिल हान्न चाहिँ फेरि आउनुपर्छ र अहिले चाहिँ मेरो भिडियोलाई इन्जोय गर्नु र भयो अरूलाई के भन्न चाहन्छु यहाँ आउनेलाई यहाँ हाम्रो आउनेलाई भिडियो हेरेर यहाँ आउन चाहनेलाई के भन्छ के भन्नु मन भयो आउनुहोस् नभए रुममै बस्नुहोस् के भन्नु के अरे यहाँको लोकेसन दिन पर्यो भने लोकेसन दिन पर्यो भने अब त्यहाँ पार्कको त्यहाँ नाम छ बोर्डमा त्यो देखाइदिनु त गुगलमा सर्च गर्यो भने गोवाला नाम चाहिँ के हो पार्कको नाम चाहिँ के मच्चुत पार्क हो कि के हो त्यो अलि अप्ठ्यारो छ प्रोनाउन्सिएसन नै आउँदैन फार्म हामी चाहिँ लगभग घुमियो होइन र घुमिसकेपछि अब यस्तो भोक लाग्यो जस्तो भयो यहाँ हामीले चाहिँ यो भेडालाई हेर्दै अब यस्तो थोरै खाजा खाँदै यिनी थाकिन् घुमिसकेपछि यिनको मुड जहिले खै के हुन्छ बुझ्नै गाह्रो छोरी मान्छेको यो कौवा आयो कौवा खाने बेला कौवाको बेला के हुन्छ यस्तो त्यहाँ ठक्क मजाले बसेर हुन्छ मस्त घाम लाग्यो क्या बवाल मस्त घाम लाग्यो क्या बवाल लाग्यो मलाई चाहिँ तिमीलाई मजा आयो नि मजा आएछ हो तिमीले मेरो ज्याकेटले हिरो नि भनेर आएको थियो लास्ट टाइम मेरो ज्याकेटले जति गर्मी भयो नि त्यो त हो जति गर्मी भयो नि ज्याकेट चाहिँ छोडिँदैन अब यहाँ हामी चाहिँ यहाँ मस्त घाम तापेर यसो पल्टिन्छ होइन हेलो गाइस अहिले भने म अन्त्यमा लगभग आइसकेको छु तपाईँलाई यहाँको एनिमल हेरेर रमाइलो लागेछ भने मेरो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला र मेरो युट्युब च्यानल ग्रिन भ्लगलाई पनि सब्सक्राइब गरिदिएर मलाई चाहिँ अझै भ्लग बनाउनलाई उत्साह बनाइदिनु होला भन्न चाहन्छु र अब भने म यो घाममा 1-2 घन्टा मस्त घाम तापेर म 2-3 घन्टा सुतेर जान्छु यस्तो मजा आइरहेको छ होइन युके आएको 2-3 वर्ष 2-3 वर्ष त भएको छैन नि 1.5 वर्षपछि होइन यस्तो खालको माहौल इन्भाइरोमेन्ट पाउँदाखेरि म एकदम खुसी लागेको छ र तपाईँ आउनु भएको छैन आउनु भएकोलाई त ठिकै छ नआउनु भएकोलाई चाहिँ क्यानी रबको ठ्याक्कै पछाडिपट्टि रहेको छ क्यानी रबको जुब्ली र एलिजाबेथको लाइनको चाहिँ 15 मिनटको वाकपछि चाहिँ हामी त्यहाँ आउन सकिन्छ तपाईँ बाँकी भिडियो हेरिसक्नु लाइक कमेन्ट गरिदिनु नेक्स्ट भिडियोमा आउनेछ थ्याङ्क यू सो मच